युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ र यो भिडियोमा पनि मैले तपाईँहरूको क्वेसन्सको एन्सर लिएर आएको छु। र तपाईँले सोध्नु भएको क्वेसन्समा मेरो आफ्नो व्यक्तिगत विचार, आफ्नो राय चाहिँ विशेष तपाईँहरूलाई दिने गरेको छु। मैले भनेको भिडियोकै आधारमा तपाईँले सबै डिसिजन गर्नु हुँदैन भनेर मैले बारम्बार भनेको छु। र मेरो मात्रै होइन, कसैको पनि तपाईँले कुरा सुनेर स्टक मार्केटमा लगानी चाहिँ गर्नु हुँदैन। तथापि तपाईँहरूको क्वेसन्सहरूमा मेरो आफ्नो व्यक्तिगत भ्यू र मेरो राय चाहिँ तपाईँहरूलाई दिने गरेको छु मैले तपाईँहरूको क्वेसनमा। हाम्रो किराँती डिएनआरले आज निकै वेट गरे भन्नुभएको छ। म आज अलिक बिजी भएँ, सो टाइममा अपडेट गर्न सकिनँ। थ्याङ्क यू सो मच तपाईँलाई पनि। अ, सिन्धुको राइट सेयर आउँदै हो सर, जानकारी दिनु न भन्नुभएको छ है। पहिलो कुरा हामी सिन्धुको कुरा गरौँ है त। यो तपाईँहरूले यो सिम्पली के गर्न सक्नुहुन्छ भन्दाखेरि यस्ता कुराहरू चाहिँ जस्तो तपाईँ यो नेप्सी अल्फा भन्ने तपाईँ गुगलमा जानुहोस् होइन। गुगलमा गएर नेप्सी अल्फा टाइप गर्नुभयो भने आइहाल्छ। यसमा गएर तपाईँले सजिलोसँग यहाँनिर यस्तो खालको पेज खुल्छ होइन। अनि त्यसपछि यहाँनिर जस्तो तपाईँको सर्च बार छ नि त, यसमा तपाईँ सिन्धु यसरी टाइप गर्नुहोस् अनि थाहा भइहाल्छ क्या। यहाँ अब यसको प्राइसहरू फन्डामेन्टल हेर्दा पनि भएको सबै कुरा तपाईँले यसमा हेर्न सक्नुहुन्छ। अब यहाँ हेर्ने हो भने यसको राइट सेयर हो कि होइन भन्ने कुरा चाहिँ अब थाहा भइहाल्छ। अब अहिलेसम्म यहाँ त्यस्तो केही छैन। अब अनाउन्समेन्टहरूमा हामीले हेर्न सकिन्छ है। अब अनाउन्समेन्टमा पनि तपाईँको अहिलेसम्म त्यस्तो खासै त्यस्तो केही पनि सिओ अपमेन्ट होइन, यो अरू केही पनि आएको छैन होइन, आउन पनि सक्छ। अनि अब अरू यो न्युजहरूमा पनि त्यस्तो आजसम्म सिन्धुको राइट सेयर आउने कुरा त्यस्तो धेरै आएको छैन होइन। यो कम्पनीकै पर्सनल अनाउन्समेन्ट न्युजहरूमा पनि त्यस्तो आएको छैन। अथवा तपाईँले अब कम्पनीको सिन्धु विकास ब्याङ्क भनेर तपाईँले यहाँनिर सर्च गरेर कम्पनीले पनि आफ्नो नोटिस निकालेको हुन्छ होइन। त्यहाँबाट पनि तपाईँले सिम्पल्ली हेर्न सक्नुहुन्छ। अहिलेसम्म त्यस्तो सिन्धु विकास ब्याङ्कको राइट सेयर आउने भन्ने खालको चाहिँ अहिलेसम्म मैले चाहिँ थाहा पाएको छुइनँ। इफ थाहा पाउने साथीहरू हुनुहुन्छ भने तपाईँहरूले पनि भन्न सक्नुहुन्छ। यहाँनिर अब यहाँ कारोबार नगरी निष्क्रिय भएको खाताहरू अब यसरी यहाँनिर चाहिँ उनीहरूले नोटिस पनि निकालेको हुन्छ। अब यो नोटिसहरू पनि तपाईँले इजिली हेर्न सक्नुहुन्छ। यहाँ प्रचलित एकाउन्ट सूचना प्रकाशित गरिएको छ, लेखा परीक्षण होइन। अनि त्यसपछि यहाँनिर अब हेर्ने हो भने त्यस्तो कुनै पनि राइट सेयरसँग सम्बन्धित कुनै पनि अपडेटहरू चाहिँ आएको छैन यसमा है। अब यो क्वार्टरली रिपोर्ट, एनुअल रिपोर्ट अथवा अब यो नोटिसमा गएर पनि तपाईँले हेर्न सक्नुहुन्छ होइन। यो 35 डेको नोटिस हेर्ने कि अथवा चाहिँ अब तपाईँको जनरल नोटिस हेर्ने कि या नोटिसमा गएर पनि तपाईँले यसरी चाहिँ हेर्न सक्नुहुन्छ है। सम्भवतः सिन्धुको यहाँनिर अब अहिलेसम्म हेर्ने हो भने त्यस्तो राइट सेयर निष्कासन गर्ने सम्बन्धी त्यस्तो खासै यहाँ अपडेट चाहिँ आइसकेको छैन। तर भित्रभित्र केही न केही हुन पनि सक्छ है। अब हामीलाई सबै कुरा थाहा हुँदैन, सो त्यो भित्र अब के भइराखेको हुनसक्छ। यो यस्तो खालको एकदमै कुराहरू चाहिँ भित्रको ठुल्ठुला खेलाडीहरूलाई चाहिँ लगभग थाहा हुन्छ क्या। अब हामी जस्तो नर्मल मान्छेलाई खासै थाहा हुँदैन सिधै भन्नुपर्दा है। थ्याङ्क यू भन्नुभएको छ। थ्याङ्क यू, गुड इन्फर्मेसन्स, थ्याङ्क यू सर। लाइभ कति बजे आउनुहुन्छ भन्नुभएको छ। अब म अहिले लाइभ चाहिँ आउने गरेको छुइनँ युट्युबमा है। अब आउनु त पर्ने हो होइन, तर अहिले आउने गरेको छुइनँ। 82मा बोनस दिन बाँकी रहेको कुन कुन कम्पनी छ होला सर भन्नुभएको छ। कुनै पनि सेक्टरबाट भन्ने कुरा गर्नुभएको छ। अब 82मा बोनस दिन बाँकी कम्पनीहरू भनेको लगभग अब खासै छैन जस्तै भन्छु है म चाहिँ होइन। लगभग तपाईँको 82मा हेर्ने हो भने सबै कम्पनीहरूले प्रायःले बोनस दिइसकेको छ। अब एक दुईवटा कम्पनीहरू हुन सक्छन्
तीन चार सयवटा 340-50वटा कम्पनी छ। अब त्यो सबैको त अब हामीलाई पनि थाहा हुँदैन। तर जुन जुन कम्पनीहरूले दिनुपर्ने, दिन सक्ने भएकाहरूले चाहिँ लगभग सबैले दिइसकेको कारणले अब केही 1-2 वटा बाहेक अब लगभग सबैले नै दिइसकेको जस्तो मलाई चाहिँ लाग्छ। त्यसैले गर्दाखेरि अब बोनस दिन बाँकी कम्पनी चाहिँ एकदमै कमै होला भन्ने मलाई लाग्छ है। सो त्यो कारणले अब 82 मा बोनस दिन बाँकी चाहिँ त्यति धेरै 1-2 वटा हुन सक्छ होइन। जस्तो लघुवित्तबाट तपाईँले हेर्नुहुन्छ भने अस्ति जस्तो मैले यो एउटा फरवार्डको हेर्दै थिएँ होइन। फरवार्डको हेर्दै थिएँ। अब यो फरवार्डले यसपालि दियो कि दिएन होइन, दिन घोषणा गर्न बाँकी छ होइन। अनि अब यसले दिने कि नदिने भन्ने कुरा चाहिँ यसको ऊ हो, तर दिन्छ नै भन्ने कुरा चाहिँ होइन। नन पर्फर्मिङ लोन 8 भन्दा माथि छ होइन। 10-15% को त दिनुपर्ने हो यसले पनि। यहाँ घोषणा पनि गरेको तपाईँले देख्न सक्नुहुन्छ है। यो त लिस्टिङ मात्रै भएको रहेछ गत वर्षको। भनेपछि फरवार्डको अब अहिलेसम्म घोषणा चाहिँ गरेको छैन। तर अब दिने कि नदिने भन्ने कुरा चाहिँ कम्पनीमा निहित हुने भो। यहाँनिर तपाईँले अब हेर्ने हो भने अ, यसमा पनि अहिलेसम्म बोनस सम्बन्धी कुनै अनाउन्समेन्ट गरेको छैन। अब त्यसपछि अब तपाईँको यो महिला लघुवित्तले गरे कि गरेन होइन। यस्ता यस्ता केही 1-2 वटा लघुवित्तहरू चाहिँ बाँकी हुन सक्छ है होइन। तपाईँले यसरी हेर्न सक्नुहुन्छ। अब कमर्सियल ब्याङ्कहरूबाट छैन नै भन्दा भइगयो। अनि डेभलपमेन्ट ब्याङ्कबाट पनि छैन। अब त्यसपछि हाइड्रोहरूमा पनि लगभग अब छैन। 1-2 वटा बाँकी भयो हो, नत्र भए दिनेले दिइसक्यो। बुक क्लोज भइसक्यो। किनभने अहिले त अब सेकेन्ड क्वार्टरको रिपोर्ट पनि आउने बेला भइसक्यो नि त धमाधम होइन। सेकेन्ड क्वार्टरको रिपोर्ट नै आइसक्यो कतिपय कमर्सियल ब्याङ्कहरू, डेभलपमेन्ट ब्याङ्कहरूको होइन। अब नन पर्फर्मिङ के अरे नन लाइफ इन्सुरेन्स, लाइफ इन्सुरेन्सहरूको पनि अब आइसक्यो भनेपछि अब केही तपाईँको लगभग लाइफ इन्सुरेन्स र नन लाइफ इन्सुरेन्सको पनि लगभग लगभग आइसक्यो भन्ने नै मलाई लाग्छ। लाइफ इन्सुरेन्सहरूको त प्राय आइसक्यो नि। नन लाइफ इन्सुरेन्सहरूको पनि लगभग आइसक्यो नै जस्तो लाग्छ मलाई। अनि अब 1-2 वटा बाँकी भनेको यस्तै यस्तै 1-2 वटा लघुवित्तहरू भए हो। त्यसमा पनि अब कतिले दिने कतिले नदिने। अब जस्तो यो महिला लघुवित्तले लाभांश नदिने भनेर यसरी घोषणा गरिसकेको छ होइन। यसरी 1-2 वटा केही लघुवित्तहरूबाट बाँकी भए मात्रै हो। नत्र भए अब फाइनान्सको पनि अब 1-2 वटाले दिने थियो त्यो दिइसक्यो। अब हाइड्रोको पनि लगभग आइसक्यो। अब अदर सेक्टरको पनि लगभग सबैको आइसक्यो। एउटा यो सिआइटीको बाँकी छ होला जस्तो लाग्छ है मलाई। के छ अब एनटिसीको आइसक्यो होइन। अब सिआइटीको पनि तपाईँको यो आइसक्यो 13% भनेपछि अब यस्तै 1-2 वटा लघुवित्तहरूको केही बाँकी छ भने मात्रै हो। नत्र भए अब बोनस दिन बाँकी चाहिँ लगभग छैन भन्ने मलाई लाग्छ है। एकेजेसिएल कतिसम्म पुग्ला भन्नुभएको छ है। एकेजेसिएल आँखु खोला है। एकेजेसिएल जतिसम्म पुगे पनि तपाईँले होल्ड गर्नुहोस्। अब बिस्तार बिस्तार सेलिङ प्रेसर चाहिँ क्रिएट भइ नै राखेको छ। जबदेखि अलिक मजाले यसमा सेलिङ प्रेसर आउन थाल्छ त्यसपछि चाहिँ तपाईँले यसलाई जति पुगे पनि होइन तपाईँले बेचेर निस्कने हो भन्छु म चाहिँ है। अब एकेजेसिएलको अहिलेसम्मकै हाई प्राइस हो तपाईँले हेर्दै हुनुहुन्छ होइन, देख्दै हुनुहुन्छ। सम्भवतः यसको राइट सेयरको हल्लाहरू पनि थियो कि जस्तो लाग्छ मलाई है। त्यसले पनि सम्भवतः अब यो बढेको हुन सक्छ। 150%। यो त 2024को रहेछ होइन। उम्, यो 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 यस्तो 2024को 11 भनेपछि त यो त पहिलाकै हो होइन। यताबाट पनि हेर्न सक्यो नि 150 सेयर राइट सेयर आइसक्यो होइन। यसको आइसकेको छ भनेपछि अहिलेसम्म त्यस्तो खासै आउने कुरा त छैन। तथापि यसको पनि भित्रभित्र त्यो खेल पनि हुन सक्छ। तर तपाईँलाई मैले के भन्छु भने जतिसम्म पुग्छ पुग्न दिनुहोस्, त्यसपछि बेचेर निस्किनुहोस् होइन।
अनि राइट सेयर आएछ भने फेरि त्यही अनुसारले पछि हेर्न पनि सकिन्छ। एचआरएल 882 मा किनेको अहिले घटेर तल आइसक्यो, यसको हेरिदिनु भन्नुभएको छ। एचआरएलमा त्यति डराइहाल्नु पर्ने भन्ने चाहिँ मलाई लाग्दैन। 882 भनेको अब अलि माथि किन्नुभएको रहेछ होइन, 82 भनेको यतिको ठिकै नै हो। अब यो 850 भनेको एउटा सपोर्टको लेभल हो होइन, एचआरएलको हेर्ने हो भने होइन। अनि यो एउटा सपोर्टको लेभल छ, यसलाई सपोर्ट लिएर अब 882 मा किन्नुभएको भनेपछि तपाईँ त्यति धेरै मगैमा चाहिँ पर्नु भएको छैन होइन। तर त्यति धेरै आत्ति नै हाल्नुपर्ने अवस्था चाहिँ होइन भन्छु म चाहिँ। अब जस्तो अलिक स्टप लस तपाईँले सोच्ने हो भने, अब स्टप लस सोच्नुहुन्छ भने चाहिँ अब यो 840 भन्दा मुनि आउन थाल्यो भने स्टप लस सोच्न पनि सक्नुहुन्छ। अब यो 840 अथवा चाहिँ यो 850 को लेभल भन्दा मुनि आयो भने यो आउन सक्ने सम्भावना भनेको 790 अथवा 770 सम्म चाहिँ आउन सक्छ। कि चाहिँ त्यसमा तपाईँले अब एउटा एकुमुलेट गर्ने हिसाबले पनि तपाईँले त्यसलाई सोच्न सक्नुहुन्छ। अब यसको सेकेन्ड क्वार्टरको रिपोर्ट कस्तो आउँछ त्यो पनि, त्यसले पनि एउटा चाहिँ निर्धारण गर्छ। सम्भवतः अब एचआरएलले पनि सेकेन्ड क्वार्टरको रिपोर्ट राम्रै निकाल्छ भन्ने अपेक्षा चाहिँ गरिएको छ। अब अलिकति यसको सेकेन्ड क्वार्टरको रिपोर्ट खराब आउने थाहा भएर अलिक खेलाडीहरूले धकेलिराखेको हो कि तलतिर होइन। तर यतिको बाई चाहिँ अब मेरो विचारमा चाहिँ त्यति ऊ चाहिँ होइन जस्तो लाग्छ मलाई चाहिँ। अब अलि 780 तिर आयो भने अब एकुमुलेट गर्ने हिसाबले पनि तपाईँले सोच्न सक्नुहुन्छ, होइन भने तपाईँले यसलाई होल्ड गर्नुभयो भने नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। अब यो एमएससिडी के अरे बोलिङ्गर ब्यान्डको मिडल ब्यान्डलाई ब्रेकआउट गर्यो होइन, ब्रेकआउट गरेर तल आएपछि अलिकति 800 सम्म चाहिँ आउने सम्भावना बढी नै छन चाहिँ है। अब स्टप लस तपाईँले कति सोच्नु भएको छ होइन, तपाईँले स्टप लस पनि सोच्नु भएकै होला। मैले जहिले पनि भन्ने गर्छु स्टप लस अनिवार्य सोच्नुपर्छ। अथवा अब स्टप लस गर्नुहुन्न भने पनि तपाईँले अब एकुमुलेट गर्ने तपाईँको कस्तो रणनीति छ होइन, त्यो कुराहरूलाई पनि तपाईँले हेर्नुपर्छ। अब अहिले यो 840 अथवा चाहिँ 850लाई सपोर्ट यसले लिन्छ कि लिँदैन, त्यो अनुसार तपाईँले आफ्नो रणनीति चाहिँ बनाउनु होला है। बिएचपिसी किन्दा कस्तो होला, 500 होला, अझै 556 छ बिएचपिसी। बिएचपिसी 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 भन्ने त खै देखाएन त। बिएचपिसी नै हो, बिएचपिसी बिएचपिसी भन्ने त छैन त। बिएचपिएल हो भने चाहिँ बाह्रै हाइट हो त होइन होला। यो त सस्तै छ, 556 त छैन। ए यही हो कि क्या हो, बिएचपिएल भन्नुभएको हो कि क्या हो? 576 रहेछ बिएचपिएल। बिएचपिएलले अब यो सानो उसलाई ब्रेकआउट चाहिँ गरेको छ। स्टप लस यसमा तपाईँले स्ट्रङली स्टप लस राख्नुपर्ने हुन्छ। स्टप लस चाहिँ तपाईँले 540 को यसलाई तपाईँले स्टप लस मानेर चाहिँ इफ इन्ट्री गर्ने हो भने है। नत्र भए अझै यो 540-50 तिर त आउन सक्ने सम्भावना पनि छ क्यारे होइन। र अर्को कुरा, यसको डाउन ट्रेन्ड कन्टिन्यू भएकोले अझै पनि रिस्की चाहिँ रिस्की नै छ। एटलिस्ट अब यो 580लाई ब्रेकआउट गरेर माथि चाहिँ गएको थियो, त्यसपछि यो ब्रेकआउट पश्चातको करेक्सन हो। अब अहिले आयो भने यो 540 सम्म आउन सक्ने सम्भावना भएकोले
त्यहाँसम्म कि कुर्ने कि चाहिँ यो 570-80मा एउटा साइडवेज बनाएर माथि जान्छ भने त्यो बेला इन्ट्री गर्दा राम्रो होला। बिएनएचसीको मैले कुरा गरिसकेँ, प्रभुको कुरा गरिसकेँ। लगभग यति यति नै भयो तपाईँहरूको क्वेसन्स। थ्याङ्क यू सो मच सबैलाई है। अर्को भिडियोमा भेटौँला।